सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2082-83 को यो नीति तथा कार्यक्रम सम्बन्धी छलफलको क्रममा हामी छौं। नीतिहरू धेरै राम्राहरू आएको भए तापनि विद्यमान मुलुकको स्रोत र साधनको आधारलाई हेर्दाखेरि यसको कार्यान्वयन धेरै चुनौतीपूर्ण छ। त्यसकारणले योजना कार्यान्वयनको सिलसिलामा प्राथमिकीकरण गरेर यसलाई कार्यान्वयन गर्ने पक्षमा गएन भने समस्या आउने भएको हुनाले यो पक्षलाई ध्यान दिन म सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छु र कृषि, पर्यटन, ऊर्जा जस्ता हाम्रा मुलुकका स्रोतहरूलाई पहिचान गरेर कसरी यसलाई चाहिँ हामीले अगाडि बढाउन सक्छौं यसमा विशेष ध्यान दिनुपर्छ। हाम्रो नीतिमा आएको भए तापनि व्यवहारमा कार्यान्वयन हुने गरेका छैनन् कतिपय विषय र शिक्षा र स्वास्थ्यलाई जुन दृष्टिकोणले राज्यले हेर्नुपर्ने हो त्यो विषयमा कमी कमजोरी भएको हुनाले यसमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ र युवाहरूको पलायन बढिरहेको सन्दर्भमा खेलकुद मन्त्रालयको बजेट जहिले पनि कम हुने भएको हुनाले यो वर्षबाट युवा सशक्तिकरणको हिसाबले र खेलकुद क्षेत्रलाई अलि बढी महत्त्व दिएर यो क्षेत्रमा बजेट बढाउनुपर्छ भनेर म अनुरोध गर्न चाहन्छु। र अहिले वर्षातको बेला सुरु भइसक्यो र बाढी पहिरो र विभिन्न किसिमका प्राकृतिक विपत्तिहरूबाट मुलुक छेद हुने कुरा यो रुटिन जस्तै छ। काहीँ न काहीँ केही न केही ढङ्गले नोक्सान भएकै छ। यसका लागि त्यो आइसकेपछि अथवा त्यो विपद परिसकेपछि हतारिने भन्दा अहिलेबाट चाहिँ सरकारले कसरी त्यसलाई व्यवस्थापन गर्ने हो भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ र विगतको वर्षमा भएका यी बाढी पहिरोले जुन जनधनको क्षति गरिरहेको छ त्यसमा पनि ध्यान दिएर काम गरिरहेको अवस्था छैन र त्यसलाई विशेष ध्यान दिनका लागि पनि म अनुरोध गर्न चाहन्छु। र जहाँसम्म सिन्धुपाल्चोक जिल्लाको कुरा छ, सधैँभरि बाढी पहिरो, कोभिड, महाभूकम्प हरेक दृष्टिकोणले बढी नोक्सान पुर्याएको जिल्लाको रूपमा यो चित्रित भएको छ र यो विषय सबैलाई जानकारी छ, जसका कारणले गर्दाखेरि खानेपानी, सिँचाइ, बाटाघाटाहरू चाहिँ अब यो सार्वजनिक भवनहरू चाहे विद्यालय होस् चाहे अस्पताल होस् त्यो नोक्सानी धेरै पुर्याइरहेको अवस्थामा भवन निर्माणका कामहरू कतिपय सम्पन्न भइसकेको भए तापनि यसको संरक्षण गर्ने काम बाढी पहिरोको कारणबाट र बस्तीहरू जोगाउने काममा धेरै ठुलो समस्या आएको छ। मेलम्ची र हेलम्बुको बाढी पहिरो काली लाग्दो अवस्था करिब 2.5 वर्ष अगाडिको कुरा हो, सबैलाई थाहा छ र त्यो ठाउँमा पुनर्निर्माणको काम अत्यन्तै नगर्ने मात्रामा मात्रै भएको हुनाले त्योतर्फ ध्यान दिनका लागि पनि म सरकारसँग अनुरोध गर्न चाहन्छु। साथै मेलम्ची खानेपानी आयोजना अहिले 17 करोड लिटर जति पानी दैनिक काठमाडौँ आउने गर्छ, तर काठमाडौँको आवश्यकता 51 करोड लिटर दैनिक हो र याङ्ग्री र लार्के जस्ता खोलाहरूबाट पनि यो पानी ल्याउने कुरा भइरहेको परिस्थितिमा खानेपानी मन्त्रीज्यूले स्थानीय जनताहरूको आवश्यकतालाई ध्यानमा राखेर जनताका माग अनुसार 3वटा स्थानीय सडक त्यो चाहिँ खानेपानी मार्गतिर पनि जाने, मुहानको मार्गमा पनि जाने, जनतालाई नै फाइदा हुने सम्झौता गर्नुभएको छ। त्यो कार्यान्वयन भएको छैन। यो वर्ष ती 3वटा सडकहरू चाहिँ यो कार्यक्रममा परोस् भनेर मैले अनुरोध गर्न चाहेँ र ठुला सिँचाइ आयोजनाहरू पनि बिगारेको अवस्था छ, त्यसतर्फ पनि मैले चाहिँ ध्यान दिनका लागि अनुरोध गर्न चाहेँ र यो राजनीतिक प्रतिशोधको कुरा यहाँ धेरै उठिरहेको छ। म प्रष्ट कुरा गर्ने बानी भएकै मान्छे हुँ, सत्तारूढ दलको चाहिँ सांसद हुँ। यति हुँदै पनि अब यो हामीले चाहिँ बोल्दै नहुने जस्तो तथ्य कुरालाई बोल्दै नहुने, सत्य कुरा बोल्दै नहुने जस्तो कुरा छ। जहाँसम्म हाम्रा चाहिँ नेता रेशम चौधरीजीको चाहिँ यो गिरफ्तारीको कुरा छ, म यो विषयमा एउटा सानो कुरा पनि सुनाउन चाहन्छु। यो गिरफ्तारी गर्नका लागि जसले आदेश दियो त्यो मान्छे चाहिँ सिन्धुपाल्चोकमा पहिला गाविस सचिव रहेछन् अनि उहाँ नै यही मान्छे हो भनी चाहिँ पछि सुनेको मैले। उहाँ गाविस सचिव हुँदा गाविस अध्यक्षलाई तपाईँ मैले भने मान्ने भए मान्नु न, म सरह गरिदिन्छु भन्ने मान्छे हो। अब कस्तो मान्छे हो, गाविस अध्यक्षलाई सरह गरिदिन्छु भन्ने मान्छे। त्यसकारण
यो एउटा व्यक्ति कुनै पार्टीको नेताको कुरा होइन, प्रवृत्तिको कुरा हो। यसमा कडाभन्दा कडा कारबाही हुनुपर्छ। अहिले हाम्रो गृहमन्त्रीज्यूले सम्माननीय सभामुखज्यूले पर्सिको दिन आएर बोल्ने भन्ने कुरा सुनेपछि अब योभन्दा बढी म धेरै कुरा भन्न चाहन्न। यो प्रवृत्ति हो। आज यता पर्ला, भोलि उता पर्ला, पर्सि बिचमा पर्ला। फेरि त्यसै पनि नेपालको राजनीति हामीले सबैभन्दा सांसदहरूले सबैभन्दा कमजोर यो सदनलाई बनाउन खोजिरहेछौँ हाम्रा क्रियाकलापले। हामीलाई नै गाली गर्ने। अब पार्टीको राजनीतिक गतिविधि कस्तो छ? नेपाली काङ्ग्रेसका संस्थापक नेता 46 सालको जनआन्दोलनको कमान्डर हाम्रो लौह पुरुष गणेश मान सिंहजी कुनै बेला पार्टीबाट बाहिरिनुपर्ने अवस्था थियो होइन? त्यो उहाँ जस्तो मान्छे। एमालेभित्र संस्थापक नेताहरू कति बाहिरे। माओवादीभित्र बाबुराम भट्टराई र बैद्यजी नै कहाँ हो थाहा छैन। राप्रपाभित्र कमल थापाजी चुनाव हारेपछि पनि फेरि अर्को पार्टी खोलेर उहाँ अध्यक्ष भइहाल्नुभयो पदको कुरा हेर्दाखेरि। अब राष्ट्रसभामा पनि राजीनामा प्रकरण सुरु हुन थाल्यो। अरू कुरा मधेस केन्द्रित राजनीतिक दलहरूको पनि देखिया छ। त्यसकारणले यो प्रतिशोध चाहिँ सबभन्दा पहिला आफ्नो पार्टीकाले आफैलाई सिद्ध्याउने, आफ्नालाई सिद्ध्याउने, त्यसपछि आएर अर्काका पार्टीकाले नै सिद्ध्याउने। यो प्रतिशोध चाहिँ नफस्ने हो भने सक्रिय काम केही पनि गर्न नहुने रहेछ। चुब्लाएर बस्थ्यो, सबैको कुरा हो भन्थ्यो र ऊ चाहिँ त्यो गतिलो नेता बन्न नखोज्ने, गतिलाई काम गर्न नखोज्ने। अहिले यो देशमा कर्मचारी भन्ने नेता जसले पनि गतिलाई काम गर्न खोज्यो उसलाई मुद्दा लगाइहाल्छ। त्यसकारणले यो किसिमको परिस्थिति हामीले जन्माएका छौँ, हामीले निम्त्याएका छौँ। यताकालाई पर यता हाँस्दिने, यताकालाई पर यता हाँस्दिने, ताली बजाइदिने, पालो सबै भ्याउने। म पनि लागेको कुरा अलिक प्रष्ट बोल्न पर्ने मान्छे। पार्टीभित्र पनि खप्नुपर्छ, बाहिर पनि खप्नुपर्छ। यो यता र उति हामी भन्छ नि, को छिर्ने, को कसलाई छिराउने, कसलाई सुइक्याउने, कसलाई मुद्दा लाउने चलिआएको छ। यहाँ म पनि अछुतो रहन्न, कहिले आउँछ पालो भन्ने मात्रै हो। तपाईँहरू कोही अछुतो रहनुहुन्न। एकदम सक्रिय राजनीतिक जीवन र महत्त्वाकांक्षी राजनीतिक जीवन र मुलुकलाई के गर्नु चाहनु खोज्ने खालको राजनीतिक जीवन बिताउन खोज्नुभयो भने कोही सक्लो बस्नेवाला छैन। त्यसैले हामी सबैले यो परिस्थिति नआउन दिनका लागि पार्टीभित्र पार्टी बाहिर एकअर्कालाई दुश्मन होइन, सहयात्री सहकर्मीको रूपमा चाहिँ हामीले त्यो एउटा भातृत्वको भावनालाई विकास गर्दै जान सक्यो भने होला। होइन भने यो प्रतिशोधको राजनीति, नेपालको राजनीति पाकिस्तानी मोडलमा गइसकेको छ। जो सत्तामा बस्छ ऊ निक्लिने बित्तिकै ऊ जेल जानुपर्छ। त्यो हिसाब किताब गरे गुन्डा ठिक्क पारेर बस्यो हुन्छ। झन् धेरै काम गर्ने मन्त्रीहरू वा प्रधानमन्त्री मुलुक र देशको लागि के अरे जनतालाई गर्छु भन्यो भने त उसले गुन्डा कसेर बस्यो हुन्छ। त्यो खालको अवस्था हो। त्यसकारण यो घटनाप्रति म पनि खेद प्रकट गर्न चाहन्छु र कारबाही सम्बन्धित मान्छेलाई चाँडो हुनुपर्छ भनेर मैले निवेदन गर्न चाहेँ। अब यो बर्सात सुरु हुन थाल्यो, देशभरि बाटाघाटाहरू सबै बर्बाद हुन थालेका छन्। कोदारी राजमार्गमा 1 हप्ता भइसक्यो बाटो बन्द भएको छ। कोप्लाङ भन्ने ठाउँमा, यो बोर्डरकै छेउमा हिजो बाढी जाँदाखेरि पुलपुलेसा बनाउन, अस्थायी पुलपुलेसा बनाउन हामी आफै लाग्यौँ। जनप्रतिनिधिहरू लागे, पालिकाहरू लागे, आर्मी पुलिस पनि लाग्यो, सक्रियताका साथ बनायो। कतिपय बेलबीज बनायो, कतिपय ठाउँमा जस्तै लार्चा र यो चाहिँ लिपिङ भन्ने ठाउँमा चाहिँ मोटरेबल पुल, पक्की पुल बनाउन पर्ने अहिलेसम्म चाहिँ त्यहाँ यो चाहिँ डिजाइन गर्न सकिएको छैन अथवा डिपिआर तयार भएको छैन। मैले सम्बन्धित निकायमा पनि हिजो पनि कुरा गरेँ। अब वर्षा सुरु भइसक्यो। 22 अर्बको टार्गेट तारापानी भन्सारलाई छ। बाटो व्यवस्थित भयो भनेदेखि 22 होइन 32 अर्ब रास उठ्न सक्छ त्यहाँबाट। तर सरकारले 12 भन्दा माथि गए, यो बन्देउभन्दा माथि गइसकेपछि जम्मा 3 अरब पैसा विपदबाट निकालेको छ। र अब यो यताको कुरा गर्नु, अहिले जुन बन्दैछ बाटो चाहिँ सूर्य विनायकबाट चाहिँ यो साँगाबाट चाहिँ धुलिखेलबाट चाहिँ खावासम्मको त टेन्डर रद्द भएको छ। अर्को कुनै किसिमले चाहिँ यो प्रक्रिया अगाडि बढेको छैन। यतापट्टिका पनि पैसा जति सिधिसक्यो, अहिले अलिअलि पेमेन्ट गर्दैछन् र पिच गर्ने पैसा छैन, हिलामिए छ। अब यो हिउँदै नगाएर थियो, बर्खा त्यो बाटो कसरी हिँड्ने र त्यसका लागि 6 अरब पैसा कुनै हालमा चाहिने अवस्था छ भने बन्देउबाट तारापानीसम्मको लागि 10 अरब पैसा 6, 10, 16 अरब हुन्छ। 22 अर्बभन्दा बढी त त्यहाँ रासो उठ्छ। उठाउने टार्गेट छैन, उठ्छ, त्योभन्दा बढी उठ्छ। त्यो ठाउँलाई प्राथमिकता दिनको लागि भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्रीको कार्यालयलाई पनि म यो अनुरोध गर्न चाहन्छु। होइन भने यो पूर्ण रूपमा बन्द, अहिले नै 7 दिन बन्द भइसक्यो। पहिला हामीले
बाटो बनाउँदाखेरि घरहरू भत्काउनु पर्यो, पब्लिकले, सरकारले मुआवजा दिँदैन, व्यक्ति मिलेर चाहिँ हामीले पैसा उठाएर 70 लाख जम्मा गरेर त्यहाँ बाटो क्लियर गरेको र त्यहाँ बेलिबिज बनिसकेको छ अहिले। त्यो त सम्भव छैन सधैँभरि। सरकार त्यहाँ चाहिँ बेखबर छैन। मन्त्रीज्यूहरू जानुभएकै हो, हेर्नु भएकै हो, आउनु भएकै हो। त्यस कारणले यस्ता त देशभरि अनगिन्ती ठाउँहरूमा छन्, यसमा विशेष ध्यान दिनुपर्छ भनेर चाहिँ मैले निवेदन गर्न चाहेँ। अब यो राजस्व उठाउने कहाँ भन्ने हिसाबले राजस्व उठाउने ठाउँ एकदमै धेरै छ के। म एउटा उदाहरण दिएर भन्न चाहन्छु। यही कुरा बोल्दा मलाई लागेस् म पहिलो मान्छे हुँ यो पैसा ठगी भयो, उठाउनुपर्छ भनेर भन्ने मान्छे। एनसिएलले वार्षिक 25 अरब भन्दा बढी पैसा घोटाला गर्छ, कल बाइपास गरेर ठगी गरेर खान्छ। यो कुरा पक्का हो। र 25 अरब पैसालाई त्यो ठगी गरेर खाने कुरा रोक्न पाएको भए आजसम्म 50 वटा जति ठुला राष्ट्रिय गौरवका आयोजना बनिसक्थ्यो। अब गौरवको आयोजना चाहिँ के छ भने, अन्यथा नमान्नु होला सम्माननीय सभामुखज्यू, मैले यो यथार्थ कुरा बोलेको हुँ, मलाई थाहा छ। मैले प्रोफेसरहरू राखेर, आइटीका प्रोफेसरहरू राखेर पढेको मान्छे हुँ मैले यो विषयमा, के कसरी गरिरहेछ भनेर। मैले सम्भव छैन यो काम गर्ने भनेको थिएँ, मैले आँट गरेर केस अगाडि बढायो। टेरामक्सको सिस्टम संसारभरि यो सबै ठगी गर्ने धन्दालाई चाहिँ यसले नियन्त्रण गरेको छ र नेपालमा त्यो टेरामक्स लागू गर्न नदिएर अर्थ मन्त्रालयदेखि सबै खाले सम्बन्धित मन्त्रालय र लगभग अधिकांश राजनीतिक दलका धेरै नेताहरूलाई यसमा एनसीले प्रयोग गर्छ, पत्रकारलाई प्रयोग गर्छ, सम्बन्धित निकायलाई प्रयोग गर्छ। त्यो 25 अरब मध्येमा कति अरब बाँड्ने हो त्यो आफ्नो ठाउँमा होला, तर टेरामक्स लागू गर्न दिएको छैन। त्यो भने बाबत अब भोलि पनि मलाई फेरि खतरा बढ्छ। मैले त अन्तिमसम्म लड्छु भनिरहेको छु। यसलाई मात्रै नियन्त्रण गर्न सक्यो भने 25 अरब वार्षिक भएको एउटा मात्रै चाहिँ टेलिफोन सेवा प्रदायक कम्पनीलाई ठिक ठाउँमा राख्यो भने ल तपाईँ 5 वटा यो चाहिँ राष्ट्रिय गौरवको आयोजनालाई 5 अरब हालिदिनुहोस् न वर्ष। 5 वटा आयोजना हुन्छ। आज कति वर्ष भयो सरकारलाई बुझाउने बेला भयो एनसिएलले। अनि यसको बिक्री, सेयर बिक्री कहाँ के कुनै न कुनै तरिकाले ठुला नेता पनि जोडिया छन्, साना नेता पनि जोडिया छन्। यहाँ अलिक बढी बोल्ने खालका भयो भने पनि को बोल्ने खालका छन्, घर एनसिएलका मान्छे पुग्छन्। त्यस्तो खालको अवस्था छ। यस्ता रासो उठ्ती हुने ठाउँहरू धेरै छन्। त्यो कुरालाई पत्ता लगाएर हामीले चाहिँ गर्न सक्यौँ भने यो धेरै हामी चाहिँ विदेशीहरूको गुहार माग्न पर्ने, विदेशीहरूसँग हात पसार्न पर्ने, स्वाभिमानलाई बन्धक राख्न पर्ने स्थिति नहुन सक्छ। त्यस कारणले कमसेकम सबैले आँट गरौँ न, सबैले आँट गरौँ, सबैले मिहिनेत गरौँ, सबैले मुलुकका लागि यो भित्री आत्माले लागौँ। बाहिर एउटा कुरा भन्ने, भित्र एउटा कुरा भन्ने गरेर नहिँडौँ र मुलुक बनाउन धेरै समय लाग्दैन। मैले अहिले भने अहिले सारा कर्मचारी काम गर्दैनन्, मन्त्रीहरू ठुल्ठुला निर्णय गर्दैनन्, लेख्यो कि सिद्धिहाल्छ, काम गरे गइहाल्छ। काम नगरेपछि बचिन्छ। त्यसैले प्रतिशोधको राजनीति कुन बेलामा हुँदैन भन्दाखेरि निष्क्रिय अवस्था हुँदैन, कसैले केही हुँदैन। तपाईँ हामी घर बसौँ, चुनाव नलडौँ, केही नगरौँ, आनन्दले बस्नु, कसैका बारेमा केही नबोलौँ, मुलुकका लागि पनि नबोलौँ, जनताको लागि नबोलौँ, कोही केही हुनेवाला छ। अब तपाईँ जति जनताका लागि लड्छु भन्नुहुन्छ त्यहाँ खतरा हुन्छ। त्यो खतरा पनि आफ्नै परिवार र पार्टीबाट, त्यसपछि बाँकी अड्कली अरू पार्टीबाट। त्यसैले म यो विषयमा मैले यति कुरा निवेदन गर्न चाहेँ। र अब यो बजेटले धेरै कुराहरू, राम्रा कुराहरू नीतिगत रूपमा कार्ययोजनामा समावेश गरेको छ, तर कार्यान्वयन पक्षमा चुनौती छ भनेर सबैले भनिरहनु भएको छ। परम्परागत बजेट पनि होला, तर राम्रा छन् भने परम्परागत भयो भने के भयो त? राम्रा छैनन् भने परम्परागत किन हुनु पर्यो? त्यस कारणले माननीय अर्थमन्त्रीजी अनुभवी हुनुहुन्छ, प्रधानमन्त्रीज्यू त झनै अनुभवी हुनुहुन्छ र मुलुकलाई साक्षी राखेर जनतालाई साक्षी राखेर र हामीले हिजो गरेका कमी कमजोरीहरूबाट पाठ सिकेर भोलिका दिनमा के कुरामा फड्को मार्ने हो त्यो कुरालाई ध्यानमा राखेर हामीले अगाडि बढ्नु पर्दछ। र यो पनि म निवेदन गर्न चाहन्छु, बजेट विनियोजनको कारणले माननीय सांसदज्यूहरू अर्थात् यो संसदको र सरकारको दूरी नबढोस्, त्यो हिसाबले बजेट आउनु पर्यो। माननीय ज्यूहरूले चाहिँ
व्यक्तिगत कुरो त केही छैन होला, जनताकै आवाज बोल्ने होला। त्यसकारणले हैसियत भएका मान्ने र नभएका मान्ने, यो मान्ने र त्यो मान्ने, मुख टाल्न पर्ने मान्ने र नटाल्न पर्ने मान्ने भनेर पनि कहिलेकाहीँ विभाजन गर्ने कोसिसहरू हुने गर्छ। त्यो कुरा नगरिकन यो पटकको बजेटले सबैलाई सौहार्दपूर्ण भावना यहाँ उब्जाउ हुने गरी हामीले काम गर्न सकौँ र सबैको सहभागिता, संलग्नता, सबैको अपनत्व महसुस हुने गरी चाहिँ हामीले यो बजेटलाई अगाडि सार्न सक्यौँ, बढाउन सक्यौँ भने नयाँपन केही आउँछ। नयाँपन केही आइसकेपछि यो व्यवस्थाका विरुद्धमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा आवाज उठाउने, औँला उठाउनेहरूलाई पनि जवाब हुन्छ। होइन भने हाम्रा कामहरू, कार्यशैलीहरू कमजोर हुँदै गए र जनताको विपक्षमा हुन थाल्यो, जनमुखी हुन थालेन भने हाम्रा विरुद्धमा र यो व्यवस्थाका विरुद्धमा दिन प्रतिदिन गतिविधिहरू बढ्न थाल्छन्। त्यो गतिविधि बढ्नु भनेको मुलुकका लागि अभिशाप हो, दुर्भाग्य हो। धन्यवाद।